साथीहरू नमस्ते। मेरो भाइको नानीको अन्नप्रशन थियो अनि त्यहाँदेखि उसको पापाले खुवाउँदैछ खाना अनि टिका लगाएर आशीर्वाद दिँदैछ। मेरो बुहारी साइली बुहारी उसले पनि खाना खुवाउँदै हुनुहुन्छ, आशीर्वाद दिँदै हुनुहुन्छ। फोटोसुट भयो अनि हामी सबैजना मिलेर टिका लगाइदियौँ। मैले पनि बसेर टिका लगाइदिएँ। मेरो बुहारीहरूलाई टिका लगाइदिएँ। मेरो भदैनी, मेरो छोरी सबैजनालाई टिका लगाइदिएँ किनकि म त्यो घरको सबैभन्दा ठुलो भएको कारणले गर्दाखेरि, मेरो माइत घरको सबैभन्दा ठुलो भएको कारणले गर्दाखेरि मेरो साथीहरू पनि आउनुभएको थियो। खानासाना खाएँ, टिका टालो लगायो अनि त्यहाँदेखि रमाइलो गरेँ। अनि त्यहाँदेखि रमाइलो गर्दै हामी नाच्यौँ, गायौँ, हाँस्यौँ हो, रमाइलो गऱ्यौँ, मजा आयो अनि रमाइलो भयो। त्यहाँदेखिको मेरो साथीहरू सिलगढीबाट 9-10 जना आउनुभएको थियो। मेरो भाइको साथी पनि आएर नाच्यो, गायो